प्रतिरक्षा प्रणालीले कम प्रतिक्रिया देखाउन थाल्यो भने इम्युन कमीका रोगहरू लाग्न सक्छ र प्रतिरक्षा प्रणालीले प्रतिक्रिया त देखायो तर असन्तुलित ढङ्गले देखायो भने त्यसले इम्युन असन्तुलनको रोग अथवा त्यसलाई हामीले बाथ रोग भनेर बुझ्छौँ। त्यस्ता रोग लाग्छन्। तर हाम्रो समाजमा दुःखको कुरा चाहिँ बाथ रोगको बारेमा चाहिँ अत्यन्तै बढी भ्रमहरू छन्। जस्तो बाथ रोग बच्चालाई लाग्दैन भन्ने घातक भ्रम फैलिरहेको छ। त्यसमा त्यो भ्रमलाई चिर्न पनि सरकारबाट अथवा कुनै संस्थाबाट प्रयास भएको देखिन्न। दोस्रो, बाथ रोगको बारेमा यति धेरै भ्रमहरू छन् कि बाथ रोग एउटा बिमारी बिरामी एउटा रोग मात्रै हो भन्ने एउटा भ्रम छ। बाथ रोग एउटा रोग होइन, बाथ रोग एउटा समूहको नाम हो। यो समूहमा थुप्रै सयौं बिमारीहरू पर्छन् र इम्युन कमीका रोगहरू मैले 3टा समूह भने, एउटा एलर्जी, एउटा इम्युन कमी र एउटा इम्युन असन्तुलनका बाथ रोगहरू। यो 3टैको समूहमा थुप्रै सयौं बिमारीहरू पर्छन्। जस्तो इम्युन कमीका रोगहरू मोटामोटी 580 को सङ्ख्यामा छन् भने बाल बाथ रोगहरू नै 200 देखि 300 को सङ्ख्यामा त्यति प्रकारका बाथ रोगहरू हुन्छन्। र अर्को एउटा भ्रम के छ भने हामीले बाथ रोग भन्ने बित्तिकै युरिक एसिड या जोर्नी सुन्निने रोग मात्रै भनेर बुझ्छौँ। हो, जोर्नी पनि सुन्निन सक्छ बाथमा, तर बाथ रोगमा बच्चाको बाथ रोगमा चाहिँ जोर्नी सुन्निने रोगहरू चाहिँ 10 देखि 15% मात्रै हुन्छन् र अन्य अङ्गमा परिवर्तन ल्याउने अन्य अङ्गलाई दुःख दिने चाहिँ 80-85% जति रोगहरू हुन्छन्। त्यसकारण हाम्रो समाजमा व्यापक सचेतनाको जरुरी छ। किनभने पहिलो कुरा, बच्चामा बाथ रोग हुन्छन्, वयस्कमा भन्दा झन् गम्भीर प्रकृतिका हुन्छन्, त्यो सचेतना पनि छैन। र बच्चामा बाथ रोग सोचिहालियो भने पनि त्यो जोर्नीको बाथ मात्रै हो, जोर्नीको मात्रै बाथ रोग हुन्छ, अरू केही बाथ रोग हुन्छ भन्ने हाम्रोमा सचेतना छैन। र त्योभन्दा पनि खतरनाक कुरा के छ भने हाम्रोमा भिटामिन डी चेक गराउने चलन छ। भिटामिन डी र जोर्नी सुन्निनेसँग कुनै सरोकार छैन, त्यसको कुनै सम्बन्ध छैन। तर हाम्रोमा भिटामिन डी भनेको विकासशील देश र अविकसित देशहरूमा धेरैजसो बच्चाहरूमा ठुलो मान्छेमा पनि कमी हुने प्रकारको भिटामिन हो। त्यो 30 भन्दा कमी नै आउँछ। तर हामीले त्यसको मात्रै उपचार गरेर बस्यौँ भने भिटामिन डी को सप्लिमेन्टेसन त पुरा होला, तर त्यसको बाथ रोग सन्चो हुँदैन। त्यसकारण यस्ता भ्रम पालेर हामी नेपाली अभिभावकहरू चाहिँ बस्न बाध्य छौँ, जसले गर्दा बच्चाहरूको अङ्गभङ्ग हुने र ज्यान जानेसम्मका समस्याहरू भोग्न बाध्य छौँ। र हाम्रो समाजमा इम्युन कमीका रोगहरूमा सबभन्दा कमनली देखिने भनेको सङ्क्रमण हो। अनि कुनै पनि बच्चालाई बारम्बार सङ्क्रमण भएको छ, आवधिक रूपमा सङ्क्रमण भएको छ भने त्यस्तो बच्चालाई चाहिँ सङ्क्रमण भन्दै एन्टिबायोटिक दिँदै फेरि सङ्क्रमण भन्यो, 2 महिना पछाडि फेरि एन्टिबायोटिक दियो, फेरि सङ्क्रमण भन्यो, यो क्रम चलिरहेको छ। तर यसले यस्तो प्रकारको उपचारलाई लाक्षणिक उपचार भनिन्छ। लक्षणको मात्रै उपचार गरेर तपाईँको बच्चा सन्चो हुँदैन। जस्तो हजुरको बच्चालाई जन्डिस भएको छ भने जन्डिस एउटा प्रस्तुति मात्रै हो, तर त्यो जन्डिस के कारणले सुरु भयो त, त्यसको जरो कारण के हो भनेर पत्ता लगाउनुहुन्छ। तर इम्युनोलोजीले के गर्छ भने तपाईँको बच्चालाई त्यो जरो कारण पनि किन बारम्बार भयो, तपाईँको बच्चालाई टिबी भइरहेको छ बारम्बार भने यो बच्चालाई बारम्बार टिबी किन भएको छ, तपाईँको बच्चालाई बारम्बार यो बच्चालाई निमोनिया किन भएको छ, बारम्बार भनेको वर्षमा 2 चोटि भन्दा बढी। त्यस्तै कानको मामलामा वर्षमा 4 चोटि भन्दा बढी, पिनासको मामलामा 2 चोटि भन्दा बढी, अथवा शरीरका आन्तरिक अङ्गहरूमा पिप जम्ने या नजम्ने प्रकृतिको सङ्क्रमणहरू 2 चोटि भन्दा बढी भएको छ। छालाको समस्याहरू चाहे त्यो जेसुकै प्रकृतिको होस्, खुस्रो होस्, एलर्जी होस्, इक्जेमा होस्, उकुच होस्, जेसुकै होस्, त्यो पटक पटक आएको छ। तपाईँले लगाएका ट्याब्लेट मलमहरूले रेस्पोन्स गरेको छैन भने र त्यो क्यान्सर होइन, छालाको क्यान्सर होइन भने त्यो इम्युन कमीको रोग हो। तर यसको बारेमा सोच्न जरुरी छ। रेने डेस्कार्टेस भन्ने फिलोसोफरले भन्नुहुन्थ्यो, आई थिङ्क देयरफोर आई एम भनेर। म सोच्छु त्यसकारण मेरो अस्तित्व छ। त्यस्तै तपाईँले सोच्नुभयो भने मात्रै इम्युन कमीका रोगहरू, बाथ रोगहरूको अस्तित्व हुन्छ। सोच्नु भएन भने ती रोगहरू पत्ता पनि लाग्दैन र त्यसको निदान उपचार केही पनि हुँदैन। र खुसीको कुरा के हो भने अधिकांशतः बच्चाको बाथ रोगहरू चाहिँ तपाईँले समयमै डायग्नोसिस गरेर उपचार गर्नुभयो भने त्यो निको पनि हुनसक्छ, नियन्त्रणमा पनि आउन सक्छ। र कतिपय इम्युन कमीका रोगहरूलाई सामान्य एउटा ट्याब्लेट दिएर सन्चो हुने प्रकृतिको हुन्छ। हो, कोही इम्युन कमीका रोगहरू चाहिँ प्रत्यारोपण नै, बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्ने सघन प्रकृतिका हुन्छन्। तर धेरैजसो रोगहरू चाहिँ औषधि उपचार गरेर कसैलाई 2 वर्ष, कसैलाई 3 वर्ष, कसैलाई 5 वर्ष, कसैलाई यस्तो प्रकारको बाथ रोग पनि लाग्छ जसमा कुनै औषधिको जरुरत नै पर्दैन। यस्ता प्रकारका बाथ रोग पनि हुन्छन्। तर
अरूसँग तुलना गर्नुभयो, टाइफाइड, झाडापखाला, श्वास प्रश्वासको सामान्य समस्यासँग दाज्नुभयो भने चाहिँ बाथका समस्याहरू केही मात्रामा बढी गम्भीर प्रकृतिका हुन्छन्। यो कुरा सत्य हो। तर गम्भीर भए पनि हामीले राम्रोसँग फलोअप गऱ्यौँ, राम्रोसँग उपचार दियौँ भने धेरै कडा मेहनतले चाहिँ त्यो बच्चा नर्मल हुनसक्छ। तपाईँको आँखा अगाडि एउटा सानो कुकुर बिरालो बिरामी भयो, त्यसले म्याउ म्याउ गरिरहेछ भने त तपाईँहरूलाई दया लाग्छ। तपाईँको आफ्नै बच्चा तपाईँको आँखा अगाडि पीडित भइरहेको हुन्छ, तर तपाईँले वर्षौँसम्म महिनौसम्म लाक्षणिक उपचार गरेर बस्नुभयो भने त्यसको शरीरभित्रका अङ्गहरू बिस्तारै बिग्रिँदै जान्छन्। जस्तो लुपस भन्ने एउटा रोगको बारेमा कुरा गर्ने हो भने त्यसले बिस्तारै 60% बच्चाहरूको मृगौला खराब बनाउँछ र मृगौलाले पछि कामै नगर्ने भएर त्यसमा किडनी नै ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति पनि आउन सक्छ। यस्तो प्रकारको जटिलताहरू आउन नदिनको लागि एउटै मात्रै कुरा भनेको त्यसको समयमा निदान हुन जरुरी छ। यसको लागि हजुरहरूले लक्षणिक उपचार गरेर बस्नु हुँदैन हो। सुरुमा पहिलोचोटि कसैलाई निमोनिया भएको छ, पहिलोचोटि रुगा लागेको छ, पहिलोचोटि टन्सिलाइटिस भएको छ, पहिलोचोटि पिलो आएको छ भने तपाईँ अतालिनु पर्दैन। तर एउटा बच्चालाई 1 वर्षमा 5-6 चोटि निमोनिया भएको छ, 5-6 चोटि सङ्क्रमण भएको छ, ब्लडमा इन्फेक्सन भएको छ, अथवा तपाईँको बच्चालाई ज्वरो आउँछ, त्यसको कारण पत्ता लागेको छैन, ज्वरोसँगै छालाका समस्याहरू छन्, आन्तरिक अङ्गका समस्या छन्, कुनै अङ्गको बाहिर पानी जमेको छ, यस्ता जटिल समस्याहरू छन् भने त्यसलाई तपाईँले नजरअन्दाज गर्नु हुँदैन। हाम्रो समाजमा जनरली हामीले के देख्छौँ भने आङ्गिक रूपमा उपचार गर्छौँ। एउटा अङ्गको समस्या भयो त्यति बेला त्यही मात्रै कहानी भन्ने, अर्को अङ्गको समस्या भयो त्यही मात्रै कहानी भन्ने। यस्तो गरियो भने बाथ रोगहरू लुक्न सक्छन्, बाथ रोगहरू बाहिर आउँदैनन्। त्यसकारण तपाईँले डक्टरलाई भेट्दा पनि मैलाई भेट्नुपर्छ भन्ने छैन, तर तपाईँले डक्टरलाई भेट्दाखेरि डक्टर यसको पहिला पनि यस्तो थियो है, 2 वर्ष पहिला पनि यस्तो थियो है भनेर यसको डिटेल बताउनु जरुरी छ। त्यसपछि मात्रै डक्टरले सोध्न सक्नुहुन्छ। हो, हाम्रो देशमा फिजिसियन यो चिकित्सकहरूको बिचमा पनि विशेषज्ञताको विशिष्टीकृत विज्ञताका विषयहरूको ज्ञानको अभाव छ। यो हाम्रो देशको मात्रै समस्या होइन, सबै देशमा यस्तै नै हो। विशिष्टीकृत विज्ञताहरू भनेको नवीन विज्ञानहरू हुन्, त्यसको बारेमा विज्ञहरूकै सङ्ख्या बढ्यो भने मात्रै यो समस्या समाधान हुन्छ। तर पनि तपाईँले आफ्नो तर्फबाट गर्न सक्ने भनेको तपाईँले डिटेल हिस्ट्री बताउन जरुरी हुन्छ। डक्टरले माग्नु भएन भने पनि तपाईँले जबरजस्ती बताउनुहोस्। त्यसपछि पनि कहानी सुन्नु भएन भने मात्रै डक्टर फेर्नुहोस्, नत्र तपाईँले सुनाउने प्रयास गर्नु, तपाईँकै आफ्नै ठाउँमा सुनाउनुहोस्। उहाँ डक्टरले बिस्तारै आज नहोला त्यो परिवर्तन, तर परिवर्तन लाग्न समय लागे पनि हाम्रो देशमा पनि परिवर्तन आउँछ। र त्यही प्रणका साथ म नेपालको विभिन्न ठाउँमा आफ्नै पहलमा अथवा हाम्रो दिनानाथ सरहरू जस्तो हाम्रो सन्दीप सरले हिजो भिमारमा प्रोग्राम गर्नुभयो र तपाईँहरूलाई खुसीको कुरा अर्को पनि सेयर गर्छु। अहिले स्तनपान सप्ताह भने जस्तो विश्व प्राइमरी इम्युनोडेफिसियन्सी सप्ताह भनेर चलिरहेछ। अब हाम्रो देशमा त राजनीति बाहेक अरू केही चर्चा नै हुँदैन। हेर्नुहोस्, यो एकदम दुःखद पाटो हो हाम्रो देशको। हाम्रो देशमा पत्रकारहरूको क्यामेरा पनि राजनीतिज्ञ नेताहरू त्यो सुगर हटाई भाषणमा मात्रै पछि लाग्छ। यस्ता जनजीविका जनसरोकारका कुराहरूमा उहाँहरूको चासो देखिँदैन। तपाईँले कुनै पत्रिका खोलेर हेर्नुभयो भने कुन चाहिँ नेता अर्को नेताको घर गयो, कुन चाहिँ नेता अर्को सम्मेलनमा गएर नेपालको विकास गर्नुपर्छ भनेर फुल लगाए, यही मात्रै समाचार सुन्नुहुन्छ। यसमा परिवर्तन हामीबाट जरुरी छ। त्यो परिवर्तन हामीबाट कसरी गर्न सकिन्छ भने तपाईँले आफ्नो देशको लागि अथवा आफ्नो समाजको लागि, जस्तो दिनानाथ सरले आज यो शिविर गरेर उहाँले पर्सनल्ली केही पनि पाउनुहुन्न। हाम्रो सन्दीप सरले त्यो हिजोको प्रोग्राम गरेर उहाँले पर्सनल्ली व्यक्तिगत रूपमा केही पनि पाउनुहुन्न। आज म शनिबार सुतेर बस्न नि सक्छु, तर यहाँ आएर यति बोले अथवा 10 जना बिरामी पनि हेऱ्यो भने तिनीहरूको जीवनमा केही परिवर्तन ल्याउन सक्छु। र त्यो 10 जनाले अर्को 10 जनालाई भन्नुहुन्छ हाम्रो यो घरलेटारदेखि आउनु भएको छ आफ्नो काम छोडेर, अथवा मुस्ताङदेखि आउनु भएको छ। तर आज यति मात्रै किन आउनु भएको छ भने हाम्रो देशमा विज्ञान प्रविधि स्वास्थ्य शिक्षाको लागि कसैलाई चासो छैन। हाम्रो देशको शिक्षा प्रणाली आजभन्दा 26 वर्ष पहिला जस्तो थियो त्यही नै छ। यसमा कसैको पनि चासो छैन, कसैलाई मतलब छैन। 5 वर्षसम्म देश चुसेको व्यक्तिलाई तपाईँले 76 किलोको माला उनेर पहिराउन जानुहुन्छ। त्यसकारण गल्ती हामीभित्र छ, हामीले परिवर्तन गर्नुपर्छ। तपाईँभित्र जब परिवर्तन आउँछ, नेल्सन मण्डेलाले भने जस्तै तपाईँ जस्तो हुनुहुन्छ तपाईँले नेता पनि त्यस्तै पाउनुहुन्छ। त्यसकारण तपाईँले परिवर्तन सुरु गर्नुहोस्। तपाईँभित्रै परिवर्तन आउँदैन भने तपाईँले विषयगत व्यक्तिको डक्टरको खोजी तपाईँले नै गर्नुहुन्न।
तपाईले अहिले डाक्टर चुज गर्न थाल्नुभयो भने कुन डाक्टरले कति पढाएको छ भनेर कसैले पनि सोध्नुहुन्न, कहाँ भिड लागेको छ भनेर खोज्नुहुन्छ। त्यसकारण नेपालीहरूले यो कुल थ्योरी र हुल थ्योरी फलो गरिन्छ, यो कुरा छोड्न जरुरी छ हेर्नु। त्यसकारण हामीले भिडको पछि लाग्ने होइन, स्तरको पछि लाग्ने प्रयास गर्नुहोस्। नेता चुन्दाखेरि पनि यो नेता 5 वर्षदेखि शासन गरेको छ, यसले देशलाई कति चुस्या छ, कति हामीलाई दुःख दिया छ भन्ने कुरा मूल्याङ्कन गर्नुहोस्। त्यस्तै तपाईको बच्चामा भएको बिमारको लागि पनि तपाईले डाक्टर फेर्दैमा तपाईको बच्चाको रोग निको हुँदैन, त्यो कुरा पत्ता लाग्दैन। तपाईले एउटै मैले 80-90 ठाउँमा भर्ना भएको बच्चाहरूको यत्रो ठेली लिएर आउनुहुन्छ, यसको टेस्ट हेर्छु सबैले सीबीसी एलएफटी आरएफटी सीबीसी एलएफटी आरएफटी सीबीसी एलएफटी आरएफटी यो बाहेक टेस्ट गरेको देखिँदैन। यसको यस्तो प्रकारको टेस्टिङ प्रणालीले तपाईलाई कहीँ पनि पुर्याउँदैन। यो भनेको ठ्याक्कै तपाईलाई मह चाहिएको छ, तर तपाईले 100 वटा खोला धाउनु भयो भने जस्तै हो। तपाईले मह पाउनलाई खोला धाएर मह पाउनुहुन्न। हेर्नु, मह पाउनलाई एकछिन रोकिनुहोस्, खोलातिर जाँदै गर्दा मह कहाँ पाइन्छ, खोलामा पाइन्छ कि मौरीको घारमा, एकछिन सोच्नुहोस्, त्यसपछि मात्रै तपाईले मह पाउनुहुन्छ। त्यसकारण तपाईलाई तिर्खा लागेको छ भने पानी पिउने हो, भोक लागेको बेलामा पानी पिएर तपाईको भोक मर्दैन। त्यसको लागि भोककै दबाई खानुपर्छ, भोककै टेस्ट गर्नुपर्छ। हेर्नु, त्यसकारण तपाईको टेस्ट पनि के गर्ने भन्ने जान्नुपर्छ। टेस्ट भन्दैमा तपाईले होल बडी भन्ने चलन छ फेरि अर्को नेपालमा। हेर्नुहोस्, यो होल बडी भन्ने कुनै टेस्ट हुँदैन। मैले यतिसम्म पढेँ जीवनमा, 18 वर्षसम्म लगातार पढेँ, होल बडी चेकअप भन्ने हुँदैन। तपाईहरु त्यसैको पछाडि लाग्नु भएको छ। होल बडी भन्ने कसैले चेक गर्न सक्दैन। इम्युनोलोजीको मात्रै लगभग 2500 प्रकारको टेस्ट हुन्छ। तपाईको घर जग्गा बेच्दाखेरि पनि त्यो पुरै टेस्ट गर्न सक्नुहुन्न। कसरी गर्नुहुन्छ होल बडी चेक? त्यसकारण होल बडी चेक होइन, होल माइन्डले एनालाइसिस गर्नुहोस् अथवा डाक्टरले एनालाइसिस गर्नुहोस्। अनि तपाईको बिरामीलाई के चाहिँ टेस्ट जरुरी छ, तपाईलाई यो बिमारी हुन सक्छ, यति सिम्पटम हुँदाखेरि यो टेस्ट गर्यो भने सायद मैले बिमारी पत्ता लाग्न सक्छु होला भन्ने डाक्टरले सोच्न सक्दैन भने अब चाहिँ डाक्टर चेन्ज गर्नुहोस्, देश पनि चेन्ज गर्नुहोस्, केही छैन। देश अर्को गए पनि हुन्छ, तर तपाई दिल्ली गएर युसुफ सरायमा एमबीबीएस पढेको डाक्टरलाई चेक गराएर म त दिल्लीको डाक्टरलाई चेक गराएर आएँ भन्नुहुन्छ, त्यो फेरि व्यर्थ हुन्छ। त्यसकारण हामीले केमा चेक गराइरहेछौँ? हामी हुलको पछाडि होइन, हामी क्वालिटीको पछाडि, हामी गुणको पछाडि। तपाईको बच्चाले के मागिरहेछ? तपाईको बच्चालाई बारम्बार ज्वरो आएको छ भने बारम्बार ज्वरोको टेस्ट गराउनु पर्यो। फेरि सीबीसी टेस्ट, एलएफटी आरएफटी रिपिट गरेर हुँदैन। पत्ता लगाइसकेपछि गर्ने हो। त्यो पत्ता लगाइसकेपछि बच्चाको शरीरमा कति परिवर्तन आएको छ भनेर टेस्ट गर्ने हो। त्यसकारण आजदेखि यो हलमा जतिजना आउनु भएको छ उहाँहरूले के बुझिदिनुहोस् भने बच्चामा बाथरोग हुन्छ, बाथरोगमा केडागुडी खान हुन्न भन्ने भ्रम त्याग्नुहोस्। जे खान पनि हुन्छ। बाथरोग भनेको तपाईँको बाहिरको केडागुडीले हुने रोग होइन। तपाईँको बच्चालाई अरू बच्चाले खान हुने, तपाईँको बाथरोगको बच्चाले खान नहुने त्यस्तो कुनै कुरा पनि हुँदैन। कोही बिमारमा बाहेक, जस्तो ठुलो मान्छेको युरिक एसिडको रोगमा त्यस्तो कुरा खानु हुँदैन, तर बच्चामा युरिक एसिडको बात हुँदैन। मलाई केही अप्ठ्यारो छैन, जे कुरा पनि खुवाउनुहुन्छ। यस्ता प्रकारका भ्रमको पछाडि टिकटकमा अनधिकृत व्यक्तित्वहरूले बोलेका कुराको पछाडि नलाग्नुहोस्। कुनै एउटा अप्रमाणित बाबाहरू, फ्रड बाबाहरूले दिएको जन्मघुण्डी अथवा के धुलोहरू, अप्रमाणित औषधिहरूको पछाडि नलाग्नुहोस्। यी रोगहरू गम्भीर रोग हुन्। कुनै भाक्कल या सन्तोषी माताले सन्चो बनाइदिनेवाला पनि छैन। तपाईँहरूले त्यसको लक्षणहरूलाई राम्रोसँग व्यवस्थापन विश्लेषण गरेर सही ठाउँमा सही टेस्ट गर्नुभयो भने मात्रै त्यो रोग पत्ता लाग्छ। त्यसपछि मात्रै तपाईँको बच्चाले उन्मुक्ति पाउँछ। त्यसकारण भ्रमको पछाडि नलाग्नुहोस्। हजुरहरूले आफ्नो बच्चालाई लाक्षणिक उपचार नगर्नुहोस्। भिटामिन डी मात्रै पटक पटक खुवाएर नबस्नुहोस् र बाथ रोगहरू सही समयमा उपचार गरियो भने, इम्युन रोगहरू सही समयमा उपचार गरियो भने नियन्त्रणमा आउँछ भन्ने कुरा बुझ्नुभयो भने हामीले बच्चालाई नवजीवन दिन सकिन्छ। यसको बारेमा धेरै कुराहरू छन्। हामीले आज त खासै मास जम्मा हुने जस्तो देखिएको छैन। धेरै नै ठुलो, मैले केही दिन पहिला इलाममा कार्यक्रम गर्दाखेरि चाहिँ त्यहाँको चौर नै भरिएको थियो। चर्को घाममा त्यो चौरभरिको व्यक्तिहरूले चाहिँ मेरो क्लास सुन्नु भएको थियो। त्यस्तै क्लास गर्ने प्लान थियो। आज सायद सफल हुन्न होला। मिल्यो भने म फेरि पनि आउनेछु र त्यो क्लासमा म चित्रहरू देखाउनेछु।